फेपुलो सम्पूर्णमा आज को तामाङ भाषाको पाठ म आफ्नै घरको रुमबाट तपाईहरुलाई यो भिडियो बनाइरहेको छु र तामाङ भाषामा डिल अथवा हामी डिस्काना भनेर भन्छौं त्यो डिललाई चाहिँ गेतपा भनेर भनिन्छ। गेप्टा भनेको चाहिँ अप्ठ्यारो, यहाँ चाहिँ गेतपा भनेर भनिन्छ। डिललाई चाहिँ गेतपा भनेर भनिन्छ। अनि डर, हामीलाई डर लाग्नु अथवा कसैले डर देखाए भने या त केहीसँग डराउनु त्यसलाई चाहिँ लोङबा भनेर भनिन्छ। डरलाई चाहिँ लोङबा भनेर भनिन्छ। छाङ, हामी भारी बोक्ने, घाँसहरू बोक्ने, दाउरा बोक्ने जुन चाहिँ डोको हुन्छ त्यसलाई चाहिँ छाङ भनेर भनिन्छ। डोकोलाई चाहिँ छाङ भनेर भनिन्छ। रिल्तो, रिल्तो भनेको चाहिँ डल्लो, कुनै पनि डल्लो वस्तुलाई रिल्तो भनेर भनिन्छ। र गेना, गेना भनेको चाहिँ ढिलो, जस्तो मलाई ढिलो भयो भन्दाखेरि चाहिँ ङादा गेनाताजी भनेर हामी भन्छौँ है। ङादा गेनाताजी भनेर भन्छौँ। यो न बाउले ङादा भनेर हामी भन्छौँ। हामीलाई छिटो दिनुहोस् न मलाई भनेर भन्दाखेरि चाहिँ हामी त्यसरी भनिरहेका हुन्छौँ। अनि हाम्रो थुक जुन चाहिँ हुन्छ, यहाँ त थुक रहेछ है भनेर भन्दाखेरि जस्तो बस्ने बेलामा चेयरतिर बेन्चतिर थुकहरू छ भने चुरी थो मुलाई भनेर हामी भनिरहेको हुन्छौँ। थुकलाई चाहिँ थो भनेर भनिन्छ। अनि थुप्रै, हामी थुप्रै पनि भन्छौँ। धेरैलाई चाहिँ लालन भनेर भन्छौँ, थुप्रोलाई चाहिँ धोक्नु भनेर भन्छ। तामाङ भाषामा थुप्रोलाई चाहिँ धोक्नु भनेर भनिन्छ। र आज हामीले सिक्यौँ गेतपा भनेको चाहिँ डिल, लोङबा भनेको चाहिँ डर, रिल्तो भनेको चाहिँ डल्लो, छाङ भनेको चाहिँ डोको, गेना भनेको चाहिँ ढिलो, गेना भनेको चाहिँ ढिलो, थो भनेको चाहिँ थुक, थुकलाई थो भनेर भनिन्छ। अनि धेरैलाई चाहिँ धोक्नु भनेर भनिन्छ। र आजको यस पाठमा मैले तपाईहरुलाई सिकाएको